बिहान चाहिँ म 3:30 बजे नै उठेकी थिएँ। उठेर छिटो छिटो गरेर मैले झाडु पोछा आदि गरेँ, नुहाइधुवाइ गरिसकेर खानापिनाहरू बनाएँ। त्यसपछि खानापिना खाएर म बाटो लागिसकेकी छु। मेरो छिमेकी भाइ सागर भाइ पनि मसँगै थिए। हामी चाहिँ यहाँबाट गाडी लिएर जान्छौँ र मेरो माइती गाउँ जानेछौँ। माइती घरमा आज चाहिँ पितालाई लिएर हस्पिटल जानुपर्ने थियो। त्यसैले पिताको ब्रेन सर्जरी भएको 3 महिना पुरा भइसकेको छ र डाक्टरले चेकअपको लागि बोलाउनु भएको थियो। अनि हामी निस्किसकेका छौँ। हामी को जाँदैछौँ त भनेर सोच्नुहुन्छ होला। मेरो काका, साइला काका, पिता अनि म, त्यसपछि हाम्रो सागर भाइ, यति नै जाँदैछौँ। हामीसँग हुनुहुन्छ र ढुक्क छ। साँच्चै भनेको आफूभन्दा ठुलो मान्छे कोही गार्जेन जस्तो मान्छे आफूसँग हुँदाखेरि चाहे आफूलाई जतिसुकै जेसुकै गर्नु नपरे पनि कति ढुक्क हुँदो रहेछ भन्ने कुरा मैले योपालि एकदमै बुझेकी छु। मान्छेको जीवनमा कस्तो कस्तो दिन आउँदो रहेछ। जति बेर पिता एकदमै क्रिटिकल अवस्थामा हुनुहुन्थ्यो त्यो समयमा म अनि मेरी आमा, त्यसपछि मेरो मामा अनि अरू पनि आफन्तहरू हुनुहुन्थ्यो। तर काका पनि घरमा हुनुहुन्न थियो। अनि काका डुल्न जानुभएको थियो, कतै बिहे थियो नेपालमा बहिनी एकजनाको। अनि उतै हस्पिटलमा आउनुभयो। काका आउँदा धेरै आड भयो, धेरै सहारा भयो। त्यस पछाडि अपरेसनको दिन कान्छा काका आइपुग्नु भयो। कान्छा काका आउँदा पनि धेरै एकदमै मनै हल्का भयो। 2 जना काकाहरू भेटेपछि त मलाई त एकदम शान्ति भयो। त्यसपछि पिताको अपरेसन पनि भयो। राम्ररी नै पिताले पनि रेस्पोन्स गर्नुभयो। त्यसपछि म घर आएँ। हामीलाई सधैँ ठिक भइरहँदा, सबै राम्रै भइरहँदा हामी कसैको यादै गर्दैनौँ, वास्तै गर्दैनौँ। जब हामीलाई दुःख पर्छ नि, जब हामीलाई पीडा आइलाग्छ नि, त्यो समयमा हामीले आफ्नो मान्छे को हो, कसले हामीलाई आफ्नो सोच्दो रहेछ, को हाम्रो आफ्नो रहेछ, सबै थाहा हुँदो रहेछ कि त्यो समयमा चाहिँ। साँच्चै भनेको कसले हामीलाई कति केयर गर्दो रहेछ, हाम्रो कति परिवार रहेछ भन्ने कुरा चाहिँ त्यति बेरै बुझिँदो रहेछ। हामीले पितालाई डक्टरलाई देखाइ पनि सक्यौँ र के टेस्ट गर्न दिनुभएको थियो, सिटी स्क्यान, ब्लड टेस्ट आदि थियो। त्यो सबै गराइसकेर हामीले कफी पियौँ। त्यसपछि आएर यता मेडिसिन लियौँ। अनि त्यसपछि चाहिँ हामी हाम्रो बाटो लाग्यौँ। फेरि ब्रेनको सर्जरी भइसकेपछि कति दिनसम्म त पिता बिस्सुर जस्तै हुनुभएको थियो। जे त्यही भनिरहनुहुन्थ्यो, पूजा गरिरहनुहुन्थ्यो। पूजा गर्छु, यो सामान ल्याऊ भन्नुहुन्थ्यो, के भन्नुहुन्थ्यो। राति पनि निदाउन सक्नुहुन्न थियो। त्यस्तो कस्तो अवस्था थियो कि। अनि पिताको एक साइड हात र खुट्टो पनि त्यति चल्दैन थियो। काका त हरदम हर पल पिताको साथमा हुनुहुन्थ्यो। म त अब सधैँभरि बसिराख्न पनि मिलेन, कहिले कहिले जान्थेँ बिचबिचमा राति। अब राति सुत्न सक्नुहुन्न थियो भनेर अब पालो गर्दै सबैजनाले त्यसरी पालो फेरो गर्दै सुत्नुपर्छ भनेर बिचबिचमा जान्थेँ म। त्यसरी रेगुलर बसिनँ। काकाले चाहिँ एकदमै रेगुलर कन्टिन्यू अब पिताको स्याहार सुसार, काका, मेरो आमा, बहिनीहरू सबैजना अब उहाँहरू हुनुहुन्थ्यो। अनि हाम्रो छिमेकी भाइ, हाम्रो साइनो पनि छ। ऊ भाइले चाहिँ पिताको अब एक साइड चल्दैन थियो, मसाज पनि कति दिनसम्म दियो। देखेर कस्तो मलाई भिडियो कलमा देखाउनुहुन्थ्यो नि त। देखेर कस्तो रुन आउँथ्यो मलाई, कस्तो इमोसनल हुन्थेँ म उहाँहरूको माया देखेर। सोच्नुहोस् त, उहाँहरूको त्यो माया, त्यो एउटा सहाराले आज हाम्रो पिता हिँड्नु हुँदैछ। साँच्चै भनेको आफन्तहरूको साथसाथै आफ्ना छर छिमेकी, इष्टमित्र, आफन्तहरूको माया भनेको सबैभन्दा ठुलो कुरो हुँदो रहेछ। आज पिता यसरी हिँड्नु हुँदैछ र हामी घर फर्किँदै गर्दा बिचमा बाटोमा रोटी खायौँ। रोटीसोटी खाइसकेर फेरि हामी हाम्रो यात्रा अगाडि बढाउन लाग्दैछौँ। हाम्रो त्यो दुःखको समयमा फिजिकली, फाइनेन्सियली जसले पनि साथ दिनुभयो नि, त्यसको लागि हामी जीवनभर ऋणी हुनेछौँ, ऋणी रहनेछौँ। मेरो काकाहरू, मेरो मामा, अनि मेरो भिनाजु, मेरो देवर, अनि मेरो सानाबा, मेरो बडापिता, मेरो जति पनि आफन्तले फाइनेन्सियली सपोर्ट गरेर हामी छौँ, चिन्ता नगर, हामी छौँ नि, केही चिन्ता नगर भनेर भनिदिनु भयो। त्यो हाम्रो लागि एकदमै ठुलो कुरा। त्यो समयमा चाहिँ साँच्चै भनेको कसैले त्यति भनिदिनु भनेको एकदमै ठुलो सहारा हुँदो रहेछ। र त्यो सहारा हामीले पायौँ र आज पिता हजुरहरूको मायाले, हजुरहरूको कारणले नै आज हाम्रो पिता यसरी हिँड्नु हुँदैछ। एकदमै धेरै धेरै धन्यवाद मात्र भनेर त पुग्दैन। एकदमै हजुरहरू समक्ष एकदम आभारी छु।